अचार बनाउने हैन यो उकाउने हो यसको टमाटरको छिल्का सबै ए ल हाम्रो टमाटर पनि उकाएर रेडी भइसकेको छ यो चाहिँ अचारको लागि अब चाहिँ हामी गइरहेको छौं मसला रेडी गर्नलाई टिमुरको छोप हो यो हाल्नु न ठिक अहिले ल भयो धेरै पनि नहाल्नु यो चाहिँ रहेको छ हाम्रो टमाटर अब चाहिँ पिस्नको लागि रेडी भइसक्यो मेरो नानीले के गरेको होला अकबरी खोर्सानी हाल्नुभयो मुनि सबै पसिगयो त अकबरी खोर्सानी त के को पेस्ट धनिया ए तिलहरु पनि छैन उ छ तोरी खतरा कलर आएछ त अकबरी हालेपछि त है यो हो नि त अचारको पेस्ट भनेको त रातो फाइनली हाम्रो अचार चाहिँ रेडी हुन लाग्यो अब 5-7 मिनेट फ्राई गर्यो भने चाहिँ रेडी हुन्छ त्यो डाँडो निकाल्नु भनेको डाँडै डाँडो गाइस हाम्रो अचार चाहिँ फाइनली स्टोर गर्न लागेको फाइनली भइसकेको छ र स्टोर पनि गर्दैछौँ हाम्रो अचार है त तर अचार चाहिँ साह्रै मिठो भएछ है हाम्रो अचार चाहिँ एकदमै मिठो छ र मिठो भएको छ र हजुरहरूले पनि यसरी नै हामी जस्तै बनाएर खान सक्नुहुनेछ मोमोसँग रोटीसँग एकदमै धेरै मिठो छ है ल फाइनली हाम्रो चाहिँ एक सिसा भइसकेको छ एक बट्टा सिसा